यो चाहिँ हाम्रो अपार्टमेन्टको बाहिर हो, यो दुख छ। त्यहाँबाट यस्तो माथि चढेर जानुपर्छ। यो हलिउड भन्ने एउटा फेस्टिभल आउँदैछ, मान्छेहरूले फर्सीको पुरा फर्सीलाई डेकोरेट गरेर चाहिँ राखेको हुन्छ घरको अगाडितिर। भर्खरै साइकल किनेको छु र यो चाहिँ हाम्रो अपार्टमेन्ट नम्बर 746। अनि मलाई अर्को कुरा यहाँ चाहिँ के मन पऱ्यो भने कोही मान्छेलाई सपोज मेरो एड्रेस चाहिँ यो 1501 ग्रान्ड अपार्टमेन्ट नम्बर 746 भनेर दियो भने उनीहरूलाई केही पनि भन्नु पर्दैन। विथ दिस एड्रेस मान्छे दैलोमै आइपुग्छ, कसैलाई केही नसोधिकन। दे आर भेरी पार्टिकुलर। भित्र पसेपछि यो सानो रुम छ, स्टोर रुम जस्तो। यो कमन हल हो, डाइनिङ पनि यिनै छ। अनि यहाँ पनि सानो जग्गा छ। यो ओभन, कफी मेकर, खानाहरू हामी बनाउँछौँ, राइस कुकर, फ्रुट्सहरू छ, थालो ढुक्का यहाँ राख्ने। यो डिसवासर हो, हामी युज गर्दैनौँ, हातले नै धुन्छौँ। सामान यहाँ स्टोरहरू छ। चुल्हा यही हो, सबै बत्तीले चल्छ, हिटर जस्तो हो। अन अफ यहाँबाट छ, 4टा चुल्हा। अनि फ्रिजमा यस्तै छ, सब्जीहरू, दही दुध। माथि फ्रिजर। यो अपार्टमेन्टमा चाहिँ हामी 2जना बस्छौँ। यो चाहिँ साथीको रुम हो र यतापट्टि चाहिँ यो चाहिँ मेरो रुम हो। मेरो रुममा अहिले फर्निचर त्यति हालेको छुइनँ, मलाई भुइँमै सुत्नु मनपर्छ। भुइँमा पनि कार्पेट छ, कार्पेटमाथि यो मैले यस्तो गरेर सुतेको छु। यो मेरो स्टडी टेबल, ल्यापटप जिग्मी सरले किनिदिनु भएको। यो मेरो रुटिन। ओके, अन्त यो चाहिँ क्लोजेट, लुगा राख्ने जग्गा राम्रो छ, कम्फर्टेबल। यसको बादमा यो चाहिँ वासरुम, रेस्टरुम। यो चाहिँ यो फोन पनि जिग्मी सरले किनिदिनु भएको हो। यो अट्याच हो, साथीको आफ्नै वासरुम छ, बाथ। यहाँ नहुने लुगा धुने सिस्टम छैन। यो भुइँको फ्लोरिङ पनि काठको हो, भित्ता पनि काठको सबै। यहाँ टिस्यु पेपर युज गर्नु पर्यो। पानी चलाउने भने खालि यहाँभित्र र यहाँ वासिङ बेसिनमा मात्रै हो, त्यहाँबाट बाहिर छैन। अन्त अघि हामीले बाहिर देख्दै गरेको चाहिँ यही नै हो।